अब यहाँ छ हामीहरू जाँदैछौँ अब आज मन्दिर जानको लागि रेडी हुनको लागि। अब यहाँ कपडा बोकेर हिँडेको छ। कति हजारको? 1 लाख 1 करोडको। यो हो अभय गुन्डा। तपाईँलाई म घर घर देखाउँछु कम्बो कस्तो ओके छ त। यता हेरेर यस्तो देख्नु त तेरो फेभरेट पोज हो। जय कालिकामै। अब हामी कहाँ आइपुग्यो? अब घर नजिक नजिक आइसक्यौँ भने अब बाटो देखा अब हामीलाई बाटो। 2.5 लाखको कम्बो हेर्नु पहिला। 13.5 लाख यहाँ हेर्नु न 2.5 लाखको कम्बो। कुछ भी कस्तो नपत्ताको अहिले घर घर देखाइदिन्छु। कुछ भी जोडन पनि पाइन्छ त्यसमा। 2,90,000 होइन त? 2,90,000 में 0 घटाएर हो कि न फेरि? होइन 2,900 होइन कि ठ्याक्कै रेटमै हो। त्यही रेटमा टक्क दिएको के। यता रारा कलेक्सनमा यता हेरेर भन्दा एकचोटि हो कस्तो नपत्तामा घर घर देखाइदिनु अहिले मैले फेरि। ल घर पनि आइपुग्यौँ हामी। तपाईँको मामा घर, मेरो मामा घर, अभयको आफ्नो घर। आमालाई बोलाउँदैछ। हेलो हेलो, यहाँ हुनुहुन्छ माइजू? उता साइड लाग, माइजूलाई सिक्छस्? यहाँ बजाइ पुरा पूजा गर्दै हुनुहुन्छ। भ्याउनु भएन बजाइले पूजा। गाइज अभय चाहिँ यहाँ रेडी हुँदैछ आफ्नो 2.5 लाखको कम्बो लगाएर होइन। यहाँ पुरा टक्क एलबीको लुई भिटानको बेल्ट हो। म खै एकचोटि हेरौँ देखाइदिउँ त जुम गरेर। लुई भिटानको बेल्ट होइन ब्रान्डेडमा चाहिँ खै अरू के छ ब्रान्डेड खै देखाइदियो त। जोडन दङ पऱ्यो त इमा कुरो के यस्तो। अझ के सोसु यो के गरे सक्छु नाइकी। ओ माई गॉड व्हाट अ ब्रान्डेड पर्सन। स्याभेज देखाइदियो नि त एकचोटि। यत्रो स्याभेज देखाइदियो नि एकचोटि के स्याभेज? तेरो पोज के यस्तो वाला के। ल ओके ल फाइनली बाबा आउनुभयो यहाँ गाडी चलाउन। बाबाले गाडी ब्याक गरेर निकाल्दै हुनुहुन्छ। अब यहाँ ह्यान्ड ब्रेक थोरै। लाइन नेपालगञ्ज भन्दै नेपालगञ्ज अगाडि बस्ने जानु सन्जासँग। हाम्रो सुर्खेतको फेमस देउती मन्दिर जहाँ धेरै ठाउँबाट फरक जिल्लाबाट मान्छेहरू घुम्नको लागि आउनुहुन्छ। यो चाहिँ हो हाम्रो देउती मन्दिरको सेक्युरिटी गार्ड। भन्न हुन्थ्यो भन्न मिल्दैन। यो मेरो भाइ हो, सालो भाइ हो मेरो यो। हो कि नै?
बोकेमा बोके यहाँ पनि एउटा मन्दिर छ सानो यहाँ ठुलो बुटा छ अनि यहाँ चाहिँ बलि क्षेत्र छ बलि क्षेत्र छ यता काटेको हेर्ने हो काटेको हेर्ने कि काटेको हेर्ने कि नै जब बलिदान गरिन्छ यहाँ बलिदान बलिदान यहाँभित्र हुन्छ अनि यहाँ हेर्नुहोस् जनता जनार्दन कति आउनुहुन्छ यहाँ सुर्खेत भ्यालीको यो फेमस मन्दिरमा कति मान्छे छन् भन्ने कुरा तपाईँहरूले देख्न सक्नुहुन्छ। ऊ त्यहाँ चाहिँ मेरो साथी रहेछन् त्यहाँ चाहिँ उता आइजन हेलो दोस्त के छ म यहाँ बाहिर थिएँ नि त छुट्टीबाट अहिले अब फेरि छुट्टी पनि सकिन लाग्यो म दुबईतिर छु नि त एकैछिन 5 मिनट वेट गर्नु पाउनुहुन्छ म 2 महिना त भयो आएको के गर्छु म ग्राफिक डिजाइनर हो अरू ठिक छ आफ्नो भन्नु पऱ्यो ठ्याक्कै देखिहाल्यो त्यही भएर आइहाल्यो कि क्लाइन्ट पाइरहेको छौ नि यहाँ मान्छेको भिड सधैँ यस्तै हो क्या अब होइन अब यहाँ मान्छेको भिड सधैँ यस्तै हो अलि हाँसेर त्यो भाइ हाँसेर पोस्दिने त त्यतिखेर पनि दियो त साला अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर दिया सुर्खेतको यस्तो फेमस ठाउँमा अब आएर म टुकुर टुकुर गर्दै हिँडिरहेछौँ यहाँ कुकुर डुले जस्तो डुलिरहेछौँ होइन के भन्नु जान्छ कुकुर डुले जस्तो डुल्दाखेरि कस्तो महसुस भयो थाहा भयो भन्नु त ल नराम्रो राम्रो भयो होला राम्रो भएको छ होला होइन त नराम्रो छ र होइन धन्दा ढलेको अन्त सारा डुलेर भ्याइकौँ त हामीलाई त भेटाएनौँ त सोल्टीलाई त ओ बुढालाई खोज्दा 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 मन्दिर डुलेर भ्याइसक्यो मान्छे यहाँ छन् ए हाम्रो दाजु ल फाइनल्ली हामीले चाहेको मान्छे पनि भेट्यौँ गफ गऱ्यौँ तर हाम्रो बाबाको त हराउँछ ए तिम्रो घर चाचरी तल होइन र तिमीलाई हामीले चाचरी चिनेको छैन र बाबरी फुलको बोट आयो ढल्काउँदै Where is Ayyo ma, where is father? Where is father? हामी कसलाई खोज्न आउँछ सब टिम बाँदरलाई खोज्न हिँडेको बादर I mean father. Where is our father? Where is our father? Where is our father? हराउँदो रहेछ मेरो हामीहरू त पूजापाठ गर्ने बेला फोटोसोटो गर्ने रहेछ है मैले त केही पनि ल्याएन त त्यहाँ म बनाउँछु भिडियो अब त भ्लगर आयो है सन्चै टाउनमा न्यू भ्लगर आयो अब त भ्लगर ल अब फोटो खिच्ने है ल अब फोटो सेसन प्रोग्राम
ल गाइस फाइनल्ली अब हामीहरूको पूजा यहाँ देउते मन्दिरमा सक्यो। अब सबैजना जाँदै हुनुहुन्छ अगाडि अगाडि होइन 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 सबजना जाँदैछौँ फर्किँदैछौँ अब हामीहरू होइन। यसरी टक्क सबैजना घुम्न आउँदा रमाइलो हाम्रो। आजको भिड देख्न सक्नुहुन्छ। हामी अहिले प्रत्यक्ष प्रसारणमा छौँ तथा देख्न सक्नुहुन्छ आजको भिड कस्तो छ भनेर। मम्मी अहिले हामी प्रत्यक्ष प्रसारणमा छौँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँ बजारको पूजा सकिए छैन अझै, यहाँ जानुभएको छ। अब के भन्न चाहन्छ त्यही नै त्यही त होला। बाहिर गएर के पाइन्छ? लड्डु त सुनकै त हुन्छ त पहेँलै त हुन्छ त पहिले। कोही कोही त रातो पनि हुन्छ खाएन। त्यो झन् प्योर सुन थाहा थिएन। कस्तो देखेको गाइस राम्रो। तिमी ठ्याक्कै हेर्दाखेरि के भन्छ अरे अगाडि हेर्दा करिना पछाडि हेर्दा झन्डै मरिन देखिन्छ। तपाईँले के भन्न चाहनुहुन्छ? तपाईँ जनता जान्न चाहन्छन् भन्नुहोस्। प्रत्यक्ष प्रसारण चलिरहेको छ यहाँ, तपाईँ के भन्न चाहनुहुन्छ? हामी यहाँ प्रत्यक्ष प्रसारणमा छौँ। मम्मी रिसाउँदा अगाडि अगाडि हिँड्नुभएको छ। के भन्न चाहनुहुन्छ मम्मी? तपाईँ रिपोर्टर हो त ल भन्नुहोस्। तिम्रो बुढो भएर नि बच्चा जस्तो भयो त्यही भएर गर्दै त अब एकचोटि अब हामी घर आइसकेका छौँ। हाम्रो जेमसुना यहाँ बसिरहेछ। जेमसुना अहिले त हामीहरू यहाँ कट्ट कुवामा आइपुगेका छौँ होइन। यहाँ मान्छे चाहिँ बसिरहेछन्, यहाँ मान्छे बसिरहेछन्। म चाहिँ यहाँ अगाडि मलाई देख्न सक्नुहुन्छ तपाईँहरूले। अनि हाम्रो गाडी पनि त्यहाँ आइपुगेको छ। सबैजना पछाडि पछाडि हामीहरू अलिकति अगाडि आएको थियौँ। हेलो एभ्रिवान, हेलो। अनि अब हाम्रो अरू टोली कता गइछन् त? हामी कटुका छन्, थाप्ली यहाँ छिन्। अब हामी पनि गाडीको पछि पछि जाउँ है त। ओके हालखबर के छ रिदम? ल हाम्रो यो ग्याङ आज हामीहरू यहाँ आइपुगेको छौँ। भ्यू हेर्नुहोस् गाइस, भ्यू छ होइन होइन आज चाहिँ। अनि हामीहरू टक्क यता सबैजना गइरहेछौँ है। यता चाहिँ हामीहरू पनि पछाडि पछाडि छौँ। यता मेरो कालु भदै पनि यही छन्। अनि यहाँ चाहिँ हामीहरू सबैजनाहरू यहाँ भेटघाट भेटघाट ल ल ल खै 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 आन्टी आन्टी हेलो भागी माने भाइ भाइ छोरा राम्रो आके छोराकोमा उता आन्टीलाई दिइदिनु न बुझे ल उ आन्टी हिनेको हो म देखेन अनि पछि ल आज हामीहरू यहाँ लेकमा घुम्न आछौँ। यहाँ मेरो आन्टी यहाँ हुनुहुन्छ। यहाँ सानोमा देखेको छौँ हामीहरू, सानोमा छौँ हामीहरू।
हामी यहाँ लेगोमा आछौँ लेगोमा ओ माई गॉड उ लाला ओ माई गॉड यो के देखेको यस्तो आउनुहोस् आउनुहोस् हजुर सबैजना आउनुहोस् आउनुहोस् छिटो निते So guys, we are under the water. Imagine Sanjay Dutt. Imagine Sirjana. मेरे भाइ रनके यहाँ छ यहाँ हेर्न हेलो आवाज हेलो आजको रमाइलो घाम लागे पो हुन्थ्यो घमाइलो के गर्ने अब ढुडी लागेर भएको छ रमाइलो फाइनली यहाँ फोटोसुट सकेर सबैजना अब यहाँदेखि लाग्दैछौँ प्रस्थान गर्दैछौँ होइन अहिले हामी प्रत्यक्ष प्रसारणमा छौँ अहिले तपाईँहरू देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारणमा हामीहरू सबैजना अहिले यहाँ फोटोसुट सकेर अगाडि अगाडि लागिरहेको छौँ लमक लमक हात्तीको चालमा ल सबैजना गाडीमा प्रस्थान गर्दै हुनुहुन्छ ल अब हामी सबैजना यहाँ बसेका छौँ है नास्ता खानको लागि त्यसको लागि अब हेलो गरिदिउँ सबै दैची दा अहिले चाहिँ केही खानु खाएन न दही मन पर्ने न के सो हामी चाहिँ अब सबैजना फोटो खिच्नतर्फ लाग्दैछौँ होइन नि तर मौसम चाहिँ यस्तै छ हेर्नुहोस् गाइज होइन फोटो खिच्नतिर सबैजना अगाडि अगाडि हिँड्नु भएको देख्नु सक्नुहुन्छ तपाईँहरूले हामीहरू चाहिँ दुईजना यता साइडमा छौँ लास्ट टाइममा हिँडिरहेको छौँ कि हामीहरू होइन हेला गरेको भन्ने अरे के लास्ट हाम्रा टोली अघि अघि हामी भने पछि पछि के हाँसो लाग्यो तपाईँलाई मलाई त्यही गीतको टोली याद आयो अनि यिनी हुन् सन्जा वनको रानी बादरनी केही बसेन जाउँ तपाईँलाई यहाँ हेर्नुहोस् गाइज मलाई यहाँ हान्नको लागि मान्छेहरू यति आतुर छन् मलाई हान्नलाई मान्छेहरू यति आतुर छन् कि बल्ल बस्यो मलाई हान्नलाई मान्छेहरू यति आतुर थिए गाइज हेर्नुहोस् मलाई हानेर हातको छाप्पो पातले हान्दा पनि छाप्पो छ कति बेसरी हान्यो होला नसोच्नुहोस् अब तिमीलाई जुन किरियौला ओ माई गॉड च्यात्तीको सर्ट मान्छेहरू त कति धेरै हुँदो रहेछ नि त ओ माई गॉड ऊ त्यहाँ चौतारी छ त बस्ने छिटो दौड आज पानीले पनि साह्रै साथ दियो गाईहरू यहाँ दिइरहेछ अब हामीहरू एकछिन त्यता फोटोसुट गरौँला भनेर फेरि गएको पानी बेसरी पऱ्यो फेरि बेसरी त नभन्दा मैले त्यो छान्न लगायो बेसरी परिहाल्थ्यो होइन भागिहाल्यौँ फेरि सबैजना जाउँ त भन्ने हिसाबले अनि अब त्यही हो अब चाहिँ फेरि अब हामीहरू सबैजना यहाँहरू आइसक्यौँ आएर सबैजना यहाँ रेडी छौँ सबैजना रेडी हुनुहुन्छ यहाँ सबैजना रेडी चढ्न रेडी हुनुहुन्छ है यहाँ चाहिँ भयङ्कर हिसाबले फोटो सेसन भिडियो सेसन कार्यक्रम चलिरहेको अवस्था सबैजनाहरूको त्यता बस्नुभएको छ बाबाहरू त्यता बस्नुभएको छ झ्याउ मानेर अनि यहाँ छन् हाम्रा दुईटा डनहरू
किन रिसाउनु भयो आन्टी आन्टी वाइ आर यु हङ्ग्री वाइ आर यु हङ्ग्री ओ बुढा के छ हात मिलाउनु न यार त्यो त भाइ जस्तो मेरो होइन सुरु किन हान्नु भयो अब सबैजना गाडीभित्र बसेर अब जाने तयारी हुँदैछ हाम्रो होइन तपाईँ त जानुहोस् कि अब सबैजनाको बस्न तयारी चलिसक्यो बसिसक्नु भयो आधा आधी मान्छे अब खलासी यहीँ छ नि अब सबैजना चढ्दै हुन्छ जाने तयारी चलिरहेको छ हाम्रो घोडा यहाँ छ हाम्रो मान्छे यहाँ छन् नाक मात्रै देख्न तिमी हुन्छ ओके छ त नो प्रब्लम म चाहिँ यहाँ छु अब हामीले जाने पनि हामीले जाने तयारी कपाल फुकाएको कपाल बाँध्दै हुनुहुन्छ ल लाउनुहोस् अब म चाहिँ यहाँ तयारीमा छु केटा के भएर है मैले चाहिँ तयारी गर्नको लागि अलि धेरै टाइम लाग्छ राति समाल बन्नुपर्छ क्या गयो गाडी हाम्रा टोली गइगयो 5 मिनट भेटाइदिनु मैले 5 मिनट हाम्रो टोलीलाई तपाईँको सातो नजाओस् फेरि सिधै भनिदिएको छु के हो चाक बङ्गाएर निकालेको कि चाक बस्नु